कर्मचारीको निकायबाट सरकारीको निकायबाट 64,849,100 को दरले चाहिँ टिकटको बिना प्रतिस्पर्धा एउटा कम्पनीले दिने काम हुन्छ र त्यो सम्झौता हुन्छ। त्यो सम्झौताबाट 10,855 वटा टिकट बेचिन्छ, जसको टिकटको मूल्य 90,000 देखि 1 लाख हुन्छ। तर त्यो सरकारी कर्मचारीको मिलिमतमा 1,50,000 लगेर ठगिएका छन्। करिब यो महालेखाको प्रतिवेदनले 70 करोड 49 लाख चाहिँ तपाईको प्रतिवेदनमा उल्लेख गरेको छ। त्यसैले यी समग्र रूपमा मानव बेचबिखनमा संलग्न भएका व्यक्तिलाई एउटा उच्च स्तरीय छानबिन समिति बनाएर तत्काल तिनीहरूलाई कारबाही गरेर उहाँ निर्दोष भएपछि पुनर्बहाली हुनुहुन्छ, दोषी भएपछि जेलमा जानुहुन्छ। त्यसैले अहिले उहाँ दोषी हुनुहुन्न भनेर कसरी भन्ने? दोषी भए त उहाँले जेल हुनुहुन्थ्यो, उहाँलाई हत्केरी लागेको हुन्थ्यो। त्यसैले कांग्रेसले दोषी भन्ने होइन भन्दै राजीनामा गर्छु। धन्यवाद।